यो चाहिँ जनयुद्धको पनि केन्द्रस्थल उद्गम स्थल भएको हुनाले युद्धको गन्तव्य हैन कसैले गुरिल्ला ट्र्याकको रूपमा पनि अगाडि सारिराख्नु भएको छ, कसैले वार टुरिज्मको रूपमा पनि अगाडि सारिराख्नु भएको छ। यसलाई विभिन्न रूपबाट चाहिँ विभिन्न मोडेलबाट यसलाई चाहिँ हेर्ने चाहिँ गरिराखेको छ र यो जलजलालाई हामीले विशेष त यहाँको चाहिँ वार टुरिज्म हैन मुख्य युद्धको केन्द्र यहाँ चाहिँ धेरै अब चीजहरू जनयुद्ध कालमा जनसत्तादेखि लिएर धेरै चीजहरू यहाँ चाहिँ जस्तै जनकम्युन यही सञ्चालन गर्यौं, जन नमुना अस्पताल के अरे स्कुल विद्यालय यही सञ्चालन गर्यौं अनि त्यस्तै किसिमले यहाँ हामीले चाहिँ अब हाम्रो जनमुक्ति सेनाहरूका आश्रयस्थल हामीले त्यस बेलाको सम्पूर्ण सूचना विशेष जिल्लाको पनि चाहिँ राजधानी यही बनायौं हैन, सदरमुकाम यही बनायौं। यहीँबाटै हामीले विशेष जिल्ला र सिङ्गोलाई चाहिँ चलाउने प्रयत्न पनि गर्यौं। कुनै बेलामा हाम्रो विशेष क्षेत्रको केन्द्रीय कार्यालय पनि यही थियो। त्यसो गर्दाखेरि 3 महिनासम्म चाहिँ यहाँ पुरै चाहिँ 3 महिनासम्म यहाँ आगो नै ननिभ्ने हैन, अनि आगो नै ननिभ्ने र मान्छेहरू चाहिँ आइराख्ने गइराख्ने हजारौं मान्छेहरू पूर्व जाने, पश्चिम जाने, उत्तर जाने, दक्षिण जाने एउटा हामीले लखनऊ जक्सन भन्थ्यौं यसलाई। त्यस्तो खालको अवस्थामा चाहिँ यहाँ थियो। त्यसरी चाहिँ यो 10 वर्षको जनयुद्धलाई ठ्याक्ने त्यसलाई गर्ने काम पनि यहाँ भएको हुनाले यसलाई वार टुरिज्म यहाँ चाहिँ फेरि ठाउँ ठाउँमा चाहिँ यहाँ जनमुक्ति सेनाहरूको ट्रेनिङ भएको छ, वारहरू भएको छ हैन। यहाँ चाहिँ ठाउँ ठाउँमा ट्रेनिङ भएका छन्, वार भएको छ। यहाँ चाहिँ यो आकाशमा कुनै बेलामा 4-5 वटा हेलिकप्टरहरू नाच्थ्यो, यहाँ बमबार्ड हुन्थ्यो अनि चाहिँ डाँडा काँडामा चाहिँ यहाँका जनता चाहिँ अब गाउँबाट चाहिँ वरिपरि डाँडा काँडामा चाहिँ गएर चाहिँ त्यसको चाहिँ प्रतिकार गर्ने हैन। त्यसो ढङ्गले चाहिँ यहाँका जनताहरू चाहिँ अब त्योसँग चाहिँ अब दिनदिनै चाहिँ खेलिराखेका हुन्थे। यसरी हेर्दाखेरि यसलाई वार टुरिज्मको रूपमा र एउटा यो गाउँ बनेको चाहिँ फेरि ठुलो यो क्षेत्रको एउटा ठुलो एउटा घना बस्ती भएको गाउँ पनि हो। आफ्नै विशेषता आफ्नै चाहिँ प्रकृतिको चाहिँ गाउँ भएको हुनाले यो गाउँको आफ्नै छुट्टै विशेषता पनि छ। यसलाई पनि एउटा कल्चरल भिलेजको रूपमा हामीले चाहिँ अगाडि बढाउन सक्यौं भने जलजलासँग यो थबाङ गाउँ स्वतः चाहिँ जोडिने भएको हुनाले हामीले अब राम्रो चाहिँ पर्यटकीय गन्तव्य हुन सक्ने अब यसको सम्भावना छ।